लसो खेपुला है। र अहिले चाहिँ म आटो माइल ओल्ड एज होममा छु है। र यहाँ चाहिँ आँखेहरू बस्नु भएको छ है। एकदमै गीतहरू बजाएर रुमहरू एकदमै उहाँहरूलाई सेवा गर्नु पनि सक्नुहुन्छ। पेट्रोल पम्पदेखि अलिकति मासतिर है उहाँहरूको रुमहरू हेर्नु चाहिँ कति चटक्क मिलाएर राख्नु भएको छ बाजेहरूले। ओल्ड एज होम। नमस्ते। हाम्रो उहाँ चाहिँ गुरुङ बाजे हुनुहुन्छ दार्जिलिङबाट है। गुरुङ बाजे है तपाईँको? तपाईँ 14 वर्ष भयो बडा? 14 वर्ष भयो। तपाईँको रुम है? हजुर। उहाँको चाहिँ एकदमै उहाँले पनि चटक्क पारेर राख्नु भएको छ। उहाँ चाहिँ 14 वर्ष भएछ हाम्रो गुरुङ बाजे। उहाँ हाम्रो बाजे पनि हुनुहुन्छ है। यता पनि हुनुहुन्छ हाम्रो बडा। उहाँको पनि रुम चटक्क छ। एकदमै बस्नुभएको छ। तपाईँको घर चाहिँ कहाँ हो? घर 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 11 माइल। यता हुनुहुन्छ हाम्रो बडा एकजना। उहाँ चाहिँ माला गर्नु हुँदैछ। नमस्कार। तपाईँ चाहिँ के थरी के थरी के थरी के थरी? मुखिया। ए घर कहाँ तपाईँ? घर घर यहाँ हाम्रो भालुखोपको दाजु पनि हुनुहुन्छ। छैन दाजुभाइ न आमा बाउ न दिदीभाइ नै घर पनि छैन। घर त उनीहरू हुँदाखेरि खाइसकेर मरेको। घर पनि खायो मरे पनि गयो बिचरा। केही पनि छैन। हुनु त अब लानु केही छैन है। उहाँहरूलाई सेवा गर्नुहोस् तपाईँहरू सम्पूर्णले। 8 माइलमा आएर आई सेन्टर पनि नजिकमै छ। ओल्ड एज होम बडा जग्गा पनि सुन्दर जग्गा छ है। यता चाहिँ आई सेन्टर, यहाँ चाहिँ ओल्ड एज होम। माथिल्लो तला चाहिँ बोजूहरूको रहेछ, तल्लो तला चाहिँ बाजेहरूको। माथिल्लो तालामा पनि आइसकेको छु यहाँ बडासँग है। बडा चाहिँ 14 वर्ष बस्नु भएको रहेछ यहाँ ओल्ड एज होममा। यहाँबाट चाहिँ यति सुन्दर भ्यू देख्दो रहेछ है। यहाँ चाहिँ हाम्रो बोजूहरू बस्नु हुँदो रहेछ। सुन्दर जग्गा, सुन्दर जग्गा छ है। र बडाले चाहिँ मलाई देखाउन लानु हुँदैछ। हेरौँ। यता चाहिँ बोजूहरू रहेछ। उहाँहरू बिमारी हुनुहुँदो रहेछ बिचरा। 5 साल है। ए भाइ। र यता पनि हुनुहुँदो रहेछ। माला जाप्नु हुँदैछ उहाँले चाहिँ। नमस्ते नमस्ते नमस्ते। बिचरा यता नमस्ते बिचरा। उहाँहरू कति सफा रहेछ है। क्लिन, एकदमै क्लिनिङ छ। र यता पनि नमस्ते। उहाँहरू एकदमै लाभा ठिकै हुनुहुन्छ? अच्छा बिचरा। यहाँबाटको नजारा यस्तो दामी देख्दैछ है। यता पछाडिको जग्गा हो। यता चाहिँ बडी हुनुहुँदो रहेछ। नमस्ते टासिडीले। लाभा 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 मात्रै होइन, कति राम्रो गीतहरू सुन्नुहुन्छ। यहाँबाट चाहिँ यति राम्रो भ्यू देख्न सकिन्छ। यो चाहिँ आई सेन्टर हो र यो चाहिँ ओल्ड एज होम। यता पनि हुनुहुँदो रहेछ बिमारी बिचार टासिडीले।
उहाँ पनि जाप गर्नुहुँदैछ बुजुले है। यहाँबाट चाहिँ यस्तो भ्यू देख्नुहुन्छ। बडाले चाहिँ मलाई देखाउनु हुँदैछ। उता पनि छ है होइन? होस् होस् भयो बडा, जाउँ बडा, जाउँ बडा, जाउँ। बिचरा हाम्रो बडा चाहिँ यहाँको सिनियर हुनुहुँदो रहेछ। 14 वर्ष है बडा? 70मा आउनु भएको रहेछ उहाँबाट चाहिँ। तर अहिले चाहिँ 85 पनि क्रस भयो बडाले होइन? 85 15 वर्ष भएछ बडा, 15 वर्ष तपाईँ। ल हुन्छ, यति राम्रो छ है उहाँहरूलाई सुविधा। तपाईँहरूले पनि आएर यसो उहाँहरूलाई सेवा गर्नु सक्नुहुन्छ। यस्तो छ है। अनि त्यसले गर्दाखेरि